सोचेको गरेर अहिले चाहिँ जिदौसिया गएको सेनमन गएको इचिनेन्से इचिनेन्से जापान आएको कति वर्ष भयो तपाईँले? जापान आएको मलाई 3 वर्ष कम्प्लिट भयो। 3 वर्ष कम्प्लिट भयो। अहिले चाहिँ के पढ्दै हुनुहुन्छ तपाईँ? अहिले मैले जिदौसिया पढिरहेको छु। जिदौसिया पढिरहनु भएको छ भनेपछि तपाईँले जेएलपिटी कति पास गर्नु भएको छ? ल्याङ्ग्वेज लेभल कस्तो छ? ल्याङ्ग्वेज चाहिँ अहिले त्यस्तो कडै त छैन, जे होस् अहिलेको इचिनेन लेभल पढ्नुपर्ने चाहिँ यो ल्याङ्ग्वेज चाहिँ छ या 3 लेभल चाहिँ। अनि जिदौसिया गएको कुर्माको गएको भनेपछि त ल्याङ्ग्वेज चाहिन्छ, खान्जीहरूको चाहिँ अलि पुरै प्रिपेयर हुनुपर्छ भन्ने सुनिन्छ। हो, एकदम अलि पढ्न गाह्रो नै छ। अलि त्यही अनुसारको प्रिपेयर गरिरहेको छु। सोचेकोसम्म आवश्यक पर्ने मेरो लेभल त्यो अनुसारको पढाइ चाहिँ मैले। तपाईँ नेपालबाट आउँदाखेरि सुरुमा जापानको कुन ठाउँ आउनुभएको? म नेपालबाट आउँदा चाहिँ हिरोसिमा क्यानको हिरोसिमा प्रिफेक्चरको यामागुची क्यानको हाम्रो टोकोयामा सोगो बिजनेस सेन्मनगाकोमा आउनुभएको, तर त्यहाँ पढ्नु भएन तपाईँले। सेन्मनगाको चाहिँ बाहिर पढ्नुभयो। तपाईँलाई चाहिँ कुर्माको गएको पढ्छु भन्दा यस्तो आइडिया चाहिँ कसरी आयो? कसरी तपाईँलाई सजेस्ट गर्यो कि यस्तो? यसमा अलिकति सिनियर दाइहरूको गाइडलाइन पनि भयो। हजुर। अनि जापानको अहिलेको स्कोप भनेको यसो हेर्दाखेरि कुर्माकै स्कोप छ है? स्कोप भएर अनि त्यो अनुसारको फ्युचरमा केही राम्रो होला कि भन्ने आशाले चाहिँ मैले चाहिँ जिदौसिया नै चुज गरेको। भनेपछि जिदौसिया पढेर तपाईँलाई कस्तो लागिरहेछ अहिले? तपाईँको अनुभव कस्तो फिल भइरहेछ? अनुभव चाहिँ जिदौसिया पढ्न चाहिँ अलि रमाइलो पनि छ, अलि गाह्रो पनि छ। किनभने पढाइ सँगसँगै थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि हामीले अगाडि प्र्याक्टिकल स्टडीसँगै अगाडि बढ्नुपर्ने हुन्छ। त्यही भएर प्र्याक्टिकल गर्दा चाहिँ अलि जे होस् इन्ट्रेस्टिङ नै लाग्छ। अनि गएकोको चिकान पनि नागाई हुन्छ, प्र्याक्टिकल पनि हुन्छ भन्ने सुनिरहेको थियो कि यो साँच्ची हो र भने? यस्तो छ दाइ, तपाईँको जिदौसियामा चाहिँ निनेन र सान्नेन कोर्सहरू छ होइन? हजुर। निनेनमा चाहिँ तपाईँको फुल डे क्लास हुन्छ, किनभने निनेनमै कोर्स कम्प्लिट गर्नुपर्ने भएर फुल डे क्लासहरू राखेको छ। सान्नेनमा चाहिँ 2 दिन चाहिँ फुल डे क्लास हुन्छ प्र्याक्टिकल। हजुर। जिसियु। अनि 3 दिन चाहिँ हाम्रो हाफ डे भन्नाले तपाईँको 4 घन्टासम्म क्लासहरू हुन्छ, थ्योरिटिकल क्लासहरू। त्यही भएर मलाई चाहिँ सान्नेन पढ्न चाहिँ अलि सजिलो होला कि जस्तो लाग्छ। अहिले तपाईँ कुन एनसी हो? म चाहिँ इचिनेन्से हो। इचिनेन्से 3 इयर्ससम्म पढ्नुपर्छ है? हजुर। भनेपछि अहिलेसम्म जे होस् रमाइलो भइरहेछ। अनि कामहरू चाहिँ कहाँ गर्नुहुन्छ? त्यही गएको भित्रै कामहरू गर्नुहुन्छ कि बाहिर काम गर्नुहुन्छ तपाईँ? गएको भित्रै चाहिँ काम गर्नु पाउँदैन दाइ अहिले। हजुर। अहिले चाहिँ हामीले अरूबाहित नै गर्ने हो, पार्ट टाइम जब। मैले चाहिँ अहिले कम्पनीतिर गरिरहेको छु। एक यहाँ कि तपाईँ 7-11 फ्यामिलीमा जस्तो कम्पनीहरूतिर काम गर्नुहुन्छ। तपाईँलाई सुरुमा जापान आउँदाखेरि काम खोज्दाखेरि साथीहरूको माध्यमबाट काम खोज्नुभयो कि आफैले फोन गरेर काम खोज्नुभयो कि यो नयाँ आउने विद्यार्थीहरूलाई यो कामको बारेमा चाहिँ तपाईँ 2 शब्द भन्दाखेरि के भन्न चाहनुहुन्छ? मैले चाहिँ लक्किली भन्नुपर्दा जापान आउने बित्तिकै हाम्रो त्यहाँ एउटा भाइस प्रिन्सिपल हुनुहुन्थ्यो सेन्सी। हजुर। उहाँसँग चाहिँ अलि आउँदै यसो कुरा गर्न पाइयो। त्यो स्याकुस्यो डकुमेन्ट बनाउन जाँदाखेरि हजुर हामीलाई चाहिँ कामको लागि यसो केही गरिदिनु पर्यो, हेल्प गरिदिनु पर्यो भन्दाखेरि उहाँले चाहिँ तुरुन्तै एउटा 7-11मा भ्याकेन्सी रहेछ। हजुर। अनि त्यहाँ कन्ट्याक्ट गरिदिनु भयो। मैले चाहिँ लगभग आएको 1 हप्ताभित्रै म 7-11 छिरिहालेँ। त्यही भएर मलाई चाहिँ त्यस्तो गाह्रो भएन। यानि कि तपाईँले चाहिँ त्यस्तो दुःख पाउनु भएन। तपाईँलाई चाहिँ त्यो तपाईँसँग पढाउने शिक्षकहरूले चाहिँ तपाईँलाई हेल्प गर्यो। हेल्प गरेर चाहिँ डेली लाइफमा चाहिँ सजिलो भयो। एकदमै सहज भयो। अनि अर्को कुरा, तपाईँलाई चाहिँ जापानको कुन ठाउँ मनपर्छ? म त यो ठाउँ जान पाए हुन्थ्यो, यो ठाउँ इन्जोय लिनको पाए हुन्थ्यो जस्तो लाग्दैन कुनै ठाउँ जापानको? मलाई त्यस्तो एज अ टुरको लागि चाहिँ म लगभग जापानको अलिअलि केही ठाउँहरू घुमिसकेको छु। मैले देखिरहेको छु बिरमान भए चाहिँ उसको चाहिँ कलेज बिदा हुने बित्तिकै जापानको धेरै ठाउँ, टोकियो पनि धेरैचोटि आइसक्यो, बाहिरबाट आइरहेको हुन्छ बिदाको बेला। मैले देखेको होइन। तपाईँलाई चाहिँ बेस्ट प्लेस के जापानको? म चाहिँ यो ठाउँ चाहिँ जसरी नै जान्छु भन्ने के सोच्नु भएको छ तपाईँले? अब मेरो फ्युचर प्लानहरू चाहिँ मेरो ओकिनावा र एकचोटि चाहिँ साप्रो पुग्ने छ। त्यो लगभग मेरो अब यो 1-1.5 वर्षभित्रकै प्लान अनुसार हजुर म त्यहाँ पुग्ने सोचिरहेको छु। हेरौँ अब के हुन्छ। तपाईँले अहिले जिदो गएको पढिरहँदाखेरि तपाईँलाई कोही अवसर निहुन गएको सोचेको भएर सेनमन गएको खोजिरा विद्यार्थी साथीहरूलाई के सुझाव दिन चाहनुहुन्छ? के पढ्दा बेस्ट हुन्छ? तपाईँको अनुभव, तपाईँले कसैलाई सुझाव सल्लाह दिनु पर्दाखेरि के सल्लाह दिनुहुन्छ? यस्तो छ, अब मेरो पढाइ अनुसार भन्नुपर्दाखेरि चाहिँ जिदौसिया पढ्नको लागि चाहिँ एकदम त्यो जिदौसियामा इन्ट्रेस्टिङ भएको, अलि हार्डवर्क गर्न सक्ने काम हुन्छ नि। अलि जिदौसियामा त्यति सजिलो काम पनि हुँदैन, हुन्छ। अनि त्यही अनुसार आफूले मेन्टालिटी त्यही बनाएर चाहिँ अगाडि बढ्न सक्यो भने जिदौसिया पनि राम्रो छ। एकदम पछिको लागि ल्याङ्ग्वेज त्यही अनुसारको ल्याङ्ग्वेज लेभल बनाउन सक्यो भने
अनि क्युरोदेखि लिएर बोनसहरू पनि अलि राम्रो छ। राम्रो छ। अनि अरू सेनमन पढ्नको लागि चाहिँ अब त्यो मान्छेको फर्स्ट त अब इन्ट्रेस्ट केमा छ भन्ने कुरा हुन्छ होइन। हजुर इन्ट्रेस्ट आफूलाई इन्ट्रेस्ट लागेको फिल्डमा छिर्न सक्यो भने मान्छेले त्यसमा झन् बेटर गर्न सक्छ होइन। अब यो अब यस्तै हो काम चलाउ जिन्दगी भन्ने टाइपको छ भने चाहिँ बिजनेसै पढ्दा राम्रो होला जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि अब नर्मल म चाहिँ मेहनतै गर्छु भन्ने कोही स्टुडेन्ट हुनुहुन्छ भने उहाँले चाहिँ अरे जिडो पढ्दा राम्रो, जिडो आइटीदेखि लिएर अलि टप कोर्सहरू पढ्दा राम्रो, यानि कि मैले चाहिँ सोचेको गर्नु छ भोलि वर्किङ गर्नु छ भने बिजनेस पढ्दा राम्रो होइन। अनि एउटा कुरो कि तपाईँ जापान आएको 3 वर्ष भयो, अनि फ्यामिलीसँग कन्ट्याक्ट हुन्छ कि हुँदैन? एकदम मेरो चाहिँ फ्यामिलीसँग माइनिची कन्ट्याक्ट हुन्छ, एभ्रिडे कन्ट्याक्ट हुन्छ होइन? एभ्रिडे कन्ट्याक्ट। अनि तपाईँलाई घरको सबभन्दा बेस्ट मेमोरी, यानि कि जहिले पनि आँखामा यस्तो झलझली आउने लागेको हुन्छ नि त, मैले मेरो आमाको खाना अहिले भन्नु सबैले मैले मेरो आमाको हातको खाना खान पाएको छैन भन्ने टाइपको कुनै मेमोरी छ? एभ्रिडे मिस गर्न लागेको मेमोरी? त्यही फ्यामिलीको मेम्बरहरूको अब हुन्छ नि, हजुर मेम्बरहरू बसेको खाएको अलि हुन्छ नि, फ्यामिली मिटिङहरूदेखि लिएर हरेक कुराहरू मेमोरीहरू त्यो हुन्छ। अनि म गाउँको कुरा चाहिँ याद गर्नुपर्दाखेरि मलाई चाहिँ सबभन्दा लक्किली मेरो पल्लो घरको अथवा टोलकै दाजुभाइ नै हामी सँगै छौँ कि अहिले। भनेपछि तिम्रो टोलको सबै जापान छ? सबै जापानमै छौँ लगभग। हामी त्यस्तो प्लानिङ भयो भने 1 हप्तामा सबै ढ्यापझुप केटाहरू भेट्ने माहौल छ। त्यही भएर त्यो चाहिँ एकदम पोजिटिभ पार्ट जापानमा त्यस्तो हुन्छ नि, अलि लोनली फिल हुने त्यस्तो चाहिँ छैन त्यो। भनेपछि तपाईँको छिमेकीहरू सबै आफन्तहरू जापान छन्, तपाईँलाई सजिलो छ, त्यस्तो गाह्रो पनि छैन एकदम। अनि अब लास्टमा आएर म तपाईँलाई एउटा क्वेसन मात्र गर्छु लास्टमा भाइ। तपाईँले अहिले छर्लङ्ग आँखाले देख्नुभएको जापान र अरूबाट सुनेको जापानमा के फरक छ? त्यस बारेमा भन्नुपर्दा चाहिँ मलाई चाहिँ डिजिटल जापानको टेक्नोलोजी छ नि, टेक्नोलोजी हजुर डिजिटल सर्भिस चाहिँ एकदम राम्रो लाग्यो क्या। हरेक ठाउँमा हुन्छ नि, तपाईँ कन्भिनियन्स हेर्नुहोस् अथवा ट्रेन यात्रा गर्नुहोस्, बस यात्रा गर्नुहोस्, जेसुकै गर्नुहोस्, तपाईँको एकदम डिजिटल सिस्टम। अनि त्यहाँबाट तपाईँको गाइडलाइन एकदम राम्रो होइन। हजुर हजुर गाइडलाइन एकदमै राम्रो छ। अनि सेक्युरिटीदेखि लिएर हरेक कुराहरू चाहिँ राम्रो छ। तपाईँले यहाँ मलाई चाहिँ जापानको पोजिटिभ पक्ष भनेको त्यही लागेको सबैभन्दा, एज अ सेक्युरिटीको हिसाबले हेर्नुपर्दा। अनि अरू सर्भिसहरूदेखि लिएर टाइम म्यानेजमेन्टदेखि लिएर एकदमै टाइम म्यानेज चाहिँ जापानबाट अरू कहीँ छैन होला जस्तो लाग्छ। 2 सेकेन्ड 3 सेकेन्ड ट्रेन लेट भयो भने उसले चाहिँ कति क्षमा यातना गर्छ हो। अनि कतिको चाहिँ ट्रेन त्यो टिकट नै रिटर्न दिएर हुन्छ। अब एउटा तपाईँ अब इन्टरनेसनल स्टुडेन्ट भएर जापान बसिरहँदाखेरि भोलि म यहाँको गएको सोचेको भएर मैले नेपालमा गएर म के गर्छु यस्तो केही फिल आउँछ तपाईँलाई? यस्तो गर्न पाए हुन्थ्यो जस्तो केही चाहिँ यो जिदौसिया बारेमा अलि केही राम्रै नलेज लग्न सक्यो भने त्यो नलेज नेपालमा गएर अलि एडभान्स तरिकाले अरूलाई दिन सक्यो भने राम्रो हुन्थ्यो भन्ने लाग्छ। यतिको ट्यालेन्ट चाहिँ हुनुपर्छ। अर्को कुरा म तपाईँलाई जाँदै अहिले जापानमा चाहिँ विदेशी विद्यार्थीहरूले दिनकै हप्ताको 1 जना 2 हप्तामा 2 जना जति डेली सुसाइड गरिरहेछन्। यो विषयमा तपाईँले के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? त्यो विषयमा भन्नुपर्दा चाहिँ जापान आउनुभन्दा पहिला हामीले सोच्नुपर्ने कुरा के छ भने हामी के को लागि जापान जाँदैछौँ। अब नेपालीको मेन टार्गेट के हुन्छ भने नेपालबाट पैसा लोन झिकेर जानी जापान गएर महिनाको 3-4 लाख ड्याङ कमाइन्छ भन्ने छ। त्यो कन्सेप्टले मैसुरमा त्यही सोचेर आएको जापान आइरहेको हुन्छ। अनि यहाँ आउँदा चाहिँ मान्छेको के हुन्छ भने हालत 4-5 महिनासम्म एउटा सिङ्गल, अब लिगल्ली गर्नुपर्ने त सिङ्गलै काम हो होइन। त्यही सिङ्गल काम पनि एउटा काम पनि 4-5 महिनासम्म पाइरहेको हुन्न। यहाँको अब जापान महँगीको हिसाबले सबभन्दा खर्चिलो देश, त्यही पनि अब टोकियो जस्तो ठाउँमा झनै खर्चिलो भइहाल्यो। तपाईँको एक दिनको नर्मल्ली 2-3 हजार नर्मल त्यो रेन्ट बाहेक लिएर अरू नर्मल्ली यताउता गर्दै ट्रेन खर्च लाग्छ गएको आउँदा जाँदै। हजुर त्यो हिसाबले चाहिँ नेपालबाट हामीले आउँदाखेरि चाहिँ म यो ठाउँमा सुरुमा कमाउनु जाने होइन, मैले त्यो आफ्नो स्टडीलाई ग्रेजुएट गर्ने त्यसपछि मात्र मैले पैसा कमाउने भन्ने कन्सेप्ट लिएर चाहिँ आउने हो। अब यहाँ आएर हुन्छ नि यो सुसाइड गर्नुको कारणहरूमध्ये चाहिँ पहिलो चाहिँ फ्यामिली कन्डिसन है। अब यस्तो नेपालबाट ब्याजमा पैसा झिकेर आइरहेको हुन्छ। हजुर अब यहाँ माइचुकी नेपालको ब्याज हाल्नुपर्ने हुन्छ, कम्तीमा तपाईँको 10-15 लाखको ब्याज कति पर्छ गाह्रै हुन्छ नि। यहाँ आएर मान्छेले 4-5 महिनासम्म काम पाइरहेको हुन्न। 4-5 महिनासम्म उल्टो नेपालबाट पैसा पठाउनु पर्दाखेरि कलेज फीहरू सबैलाई त प्रेसर छ, फ्यामिलीलाई पनि प्रेसर भयो। त्यो प्रेसर अब
ठेक्न नसकेर मान्छेहरू चाहिँ एकदम डिप्रेसनमा गएर सुसाइड गर्ने है, त्यस्तो निर्णयहरू ट्रेनको लिन्छ। अगाडि हाम फाल्ने। अनि अर्को कुरा चाहिँ यो अहिले जापानमा आउने चाहिँ एकदम टिनेजहरू 18 लास्टै हो, देखि 20 को बिचको, त्यो 18 पनि पुग्यो हान्न कोही चाहिँ 16-17 कै आइरहन् भने। हो, त्यो भएर अनि यो हुन्छ नि के अरे टिनेजमा अलि यो लभ अहिले यस्तो तपाईँलाई लाग्दैन यस्तो रिलेसनसिपले गर्दा? मलाई मेरो बुझाइ है, तपाईँलाई के छ, तपाईँको पोइन्ट अफ भ्यू तपाईँले राख्न पाउनुहुन्छ, मेरो विचार मैले देखेको है, सबभन्दा बढी यहाँ सुसाइड गर्ने भनेको लिभिङ टुगेदर बस्ने र 16-17 वर्षको बच्चा बच्चीहरू लभ पर्ने, अनि लास्टमा 81 डिसिजन लाने सुसाइड गर्ने, अनि आफ्नो फ्यामिलीलाई नसम्झिने, मेरो ब्याकग्राउन्ड के हो भनेर नसोच्ने होइन। अनि यार 2 दिन भेटेको केटाकेटीलाई भेट्दाखेरि 81 एक्सन लगिदिने, त्यस्तो टाइपकोहरू छ। अब यो विषय छोडिदिउँ हामी होइन। यदि तपाईँले अहिलेसम्म जापानको मेमोरी सम्झिन लागेको मोमेन्ट र अहिले जाँदा जाँदै के अन्तिममा इन्टरनेसनल स्टुडेन्टहरूलाई के सन्देश दिन चाहनुहुन्छ प्लिज? अहिले जापानमा सम्झिन लागेको मोमेन्टहरू चाहिँ के भनौँ, अलि नियोङ्गो गएको साथीहरू छुट्टिनु पर्दाखेरि चाहिँ अलि साबिसी फिल भएको छ। साबिसी फिल भइन्छ है। 3 वर्षसम्म चाहिँ सँगै पढिएको थियो उता साथीहरू, यो त्यहाँबाट म मात्र निस्किनु पर्दाखेरि चाहिँ अलि साबिसी फिल भयो। ग्रुप छुट्यो, त्यो ग्रुप छोड्दाखेरि त अलि यहाँ आएर अलि नयाँ इन्भाइरोमेन्टमा घुलमिल, नयाँ साथीहरू बनाउँदाखेरि अलि इन्ट्रेस्टिङ छ। त्यो पनि रमाइलो त रमाइलो नै हुन्छ, नयाँ साथी बनाउनु पाउँदा खुसी नै लाग्छ। त्यही पनि अलि पुरानो मेमोरीहरू धेरै भएको कारणले अलि त्यो साबिसी फिल भएको छ। अनि जापान आउने हाम्रो जतिसुकै नेपाली अथवा इन्टरनेसनल स्टुडेन्टहरू हुन्छ उहाँहरूलाई चाहिँ जापान सकेसम्म हाम्रो जापान आउँदाखेरि पढाइको हिसाबले 4 इयर कोर्स हुन्छ भनौँ। हजुर 2 इयर नियोङ्गो गएको, 2 इयर हेर्नु गएको नर्मल्ली हो। 4 इयर चाहिँ म आफ्नो स्टडी कम्प्लिट गरेर एउटा राम्रो खाइसिया छिरेर अनि त्यसपछि चाहिँ म आफ्नो इन्कमको लागि केही पैसा